जय पाथिभरा माताको जय होस्। यो सुन्दर र आकर्षक मन्दिर ललितपुर जिल्लाको लेलेको माथि नल्लु गाउँपालिकामा पर्ने पाथिभरा माताजीको मन्दिर हो। माताजीलाई विभिन्न गरगहना कपडाहरूले सजाइएको छ। यहाँ धेरै भक्तजनहरू टाढा टाढाबाट पनि आउने गर्नुहुँदो रहेछ। यहाँ साइडमा पाथीहरू पनि राखिएको छ। कतिपय भक्तजनहरूले यो पाथीभरि धान चामल पैसा पनि चढाउने गर्नुहुँदो रहेछ। यहाँ अरू विभिन्न ससाना भगवानका मूर्तिहरू पनि स्थापना गरिएका छन्। गणेश भगवानको, हनुमानजीको, शिवजीको मूर्तिहरू पनि स्थापना गरिएको छ। यहाँ टाढा टाढाबाट आउने भक्तजनहरूले आफ्नो मनको इच्छा पुरा गर्नको लागि पनि आउने गर्नुहुँदो रहेछ। धेरै टाढा पाथिभरा मन्दिर जान नसक्ने मानिसहरू भाकल पुरा गर्न पनि यस मन्दिरमा आउने गर्नुहुँदो रहेछ। पाथिभरा माताको मन्दिर जाँदा सातो बाटोबाट चापागाउँदो बाटो हुँदै ढोलाइटी, प्याङगाउँ, चापागाउँ, लेले हुँदै हुँदै जानुपर्ने हुन्छ। यो मन्दिर जाँदा अलि सुनसान र जङ्गलको ठाउँ हुने हुँदा साथीभाइसँग जानुभयो भने राम्रो हुनेछ। मन्दिर जाँदा आफूले केही खानेकुरा लानु भएमा झनै राम्रो हुनेछ, किनकि त्यहाँ पसलहरू त्यति छैन। अलि सुनसान ठाउँ जस्तो पनि छ। यहाँ धेरै साथीभाइ मिलेर आउनुभयो र पिकनिक जस्तो गर्नुभयो भने माताजीको दर्शन गर्दा आनन्द त छँदैछ र रमाइलो पनि त्यत्तिकै हुनेछ। त्यहाँ माथि डाँडाबाट हेर्दाखेरि वरिपरिको दृश्यहरू साह्रै मनमोहक र सुन्दर देखिन्छ। धेरै मानिसहरू टाढा टाढाबाट आफ्नो भाकल पुरा गर्नको लागि पनि पाथिभरा माताको मन्दिर आउने गर्नुहुन्छ। टाढाको पाथिभरा जान नसक्ने मानिसहरू यो नजिक पर्छ भनेर लेलेको पाथिभरा माताको दर्शन गर्न आउने गर्नुहुन्छ। यहाँ आउँदा धेरै नै रमाइलो र आनन्द लाग्छ। माताजीको मन्दिर मूर्ति अति नै सुन्दर तरिकाले बनाइएको छ। यहाँ हनुमानजीको मूर्ति पनि धेरै नै राम्रो र आकर्षक बनाइएको छ। साह्रै राम्रो छ। जय हनुमानजीको जय।